मम्मी हामी कहाँ जानु लाग्यो हामी त आज जानु लाग्छ हामी एयरपोर्ट पनि आइपुग्यौँ साथीहरू घर जान लाग्यो साथीहरू म त अब घर जान लाग्यो फेरि भोलिपर्सि घुम्नलाई भेट्छु म तपाईँहरूलाई भोलिपर्सि आसी भेट्छु मेरो छोरीको भलाजमा हामी दिदीबहिनी त हिँडेको कता जानु लाग्यो हामी मम्मीले छोड्न मम्मीलाई छोड्न पो हामी नै जाने भनेको म त यी आकाशको यता हेर्दै यतै गएपछि सजिलो हुन्छ मम्मी पनि भित्र जानुभयो अर्को नि रहेछ त्यहाँभित्र अब केही खाएर जानुपर्छ हामी चाहिँ भोकै आएको नास्ता पनि गरेको होइन तिमीले त गरेको है नास्ता अलिकति खाएको तर हाल्ने भयो लिग त्यहाँ एक्स्ट्रा लिन मिल्छ ल त Yes. अब हामीहरू चाहिँ घरतिर फर्किने हो पानी हालेर रेडी भयो अब यसलाई 2-3 घन्टा राखेपछि चाहिँ पिउन मिल्छ बसिरहेको छ धेरै भयो कि अलिकति है यो पटाउनलाई मलाई कमसेकम 2 घन्टा लाग्यो फेरि सुरु भयो है सब्जी दुकान पनि आइपुग्यौँ हामी हिँड्दै यहाँ लेख्दै त छैन रहेछ यस्तो यो लानुपर्छ गर्मीमा त खानु पर्यो नि यस्तो अनि झोला ल्याएन नि त हामीले त खस्यो भने दिन्छ अब लास्ट अरे क्या आउँदैन अरे सुन्तला अब भ्याइन्छ नि राम्रै छ सबै राम्रै छ यहाँ रोकेर लाग्नुपर्छ हेलमेट लिन सजिलो हुन्छ होला बरु यो त कस्तो गरौँ न मेरो साथीले बनाएको खानाहरू आज स्पेशल भएन यो मेरो